हेलो एभ्रिवान गाइज, आज चाहिँ मैले गाइज मार्केटबाट चाहिँ केही खानेकुरा ल्याएर आएको छु। तपाईँलाई चाहिँ देखाउँछु है म बेङ्गलोरमा कतिको महँगी छ, के छ, कस्तो छ भनेर है। हेर्दै जानु होला भिडियो। गाइज हेर्नु, बिल चाहिँ यति लामो लामो छ, हेर्न सक्नुहुन्छ गाइज। मैले के ल्याएर आएको होला तपाईहरुलाई म देखाउँछु गाइज। बिल चाहिँ दुईवटा छ, तपाईहरुलाई म देखाउँछु। फर्स्टमा कुरकुरे मसला। यसको प्राइस चाहिँ 24-25 गाइज, देख्न सक्नुहुन्छ। बेङ्गलोरमा चाहिँ यति धेरै महँगो छ। एउटा कुरमुरेको यति सानो कुरमुरेको चाहिँ 24 रुपियाँ। एउटा यो ल्याएँ मैले चाहिँ 200 रुपियाँ लिएर गएको थिएँ गाइज। कति रिटर्न आएछ म त्यो पनि देखाउँछु हजुरहरूलाई। दुईवटा चाहिँ भाँडा धुने साबुन गाइज, दुईवटा। यसको चाहिँ पर्यो एउटाको 10 रुपियाँ गाइज। दुईवटा मात्रै ल्याएछु, मसँग यति बेला पैसा पनि थिएन धेरै। दुईवटा भाँडा धुने साबुन गाइज। तपाईहरुलाई म देखाउँछु। एउटा चाहिँ नेपालको स्पेशल, इट इज स्पेशल नुडल्स। र चाहिँ ओइ नेपालको एक मात्रै चिज, सेम चिज इन्डियामा पनि पाइदो रहेछ। ओइ यसको चाहिँ 13 रुपियाँ पर्छ गाइज। एउटा वाइको 13 रुपियाँ। मैले चाहिँ दुईवटा ल्याएर आएँ गाइज। अरू मैले के ल्याएँ होला हजुरलाई देखाउँछु, देख्न सक्नुहुन्छ। कागती, नेपालमा चाहिँ कागती बोल्छ है, यहाँ चाहिँ निम्बु, बेङ्गलोरमा चाहिँ निम्बु भन्छ गाइज। नेपालमा उत्तिकै टिपेर फ्याँकिन्थ्यो भनेपछि गाइज इन्डियामा एउटाको एक पिसको 3 रुपियाँ गाइज। आफै जोड्नु होला। 3 रुपियाँ एक पिसको, 3 रुपियाँ। यति धेरै महँगो छ। अनि म अर्को देखाउँछु तपाईलाई। खुर्सानी गाइज, हरियो खुर्सानी सबैभन्दा बढी चाहिँ यसको छ। कति होला गाइज, तपाईँ पनि गेस गर्न सक्नुहुन्छ। खुर्सानी यो चाहिँ केजीको 75 रुपियाँ गाइज। इन्डियामा धेरै महँगो, बेङ्गलोरमा धेरै महँगो गाइज। 75 रुपियाँ केजी खुर्सानी, देख्न सक्नुहुन्छ। अनि अर्को लास्ट चाहिँ मैले के ल्याएँ होला भनेपछि गाइज, मेरो फेभरेट ग्रेप्स अङ्गुर ल्याएर आएँ गाइज मैले। तपाईँ पनि देख्न सक्नुहुन्छ। यसको प्राइस चाहिँ यो चाहिँ अलि मलाई चाहिँ सस्तो लाग्यो। तपाईहरुलाई चाहिँ कस्तो लाग्यो भनिदिनु होला। यसको चाहिँ प्राइस भन्नुहुन्छ भने तपाईँ 84। यसको प्राइस 84। तपाईहरुको ठाउँमा के कस्तो छ भनिदिनु होला। यो बेङ्गलोरको हामी बस्ने ठाउँमा चाहिँ धेरै महँगो छ गाइज। यति नै हो। 200 रुपियाँ लगेर गएको चाहिँ गाइज यति चाहिँ रिटर्न आयो। देख्न सक्नुहुन्छ तपाईँ। डलर छिल्लर मात्रै आएको रिटर्न। यो देख्नुहुन्छ 10 को नोट, देखिन्छ कि नै 10 को नोट। यो देख्नुहुन्छ 2 को नोट, यो पनि 2, यो पनि 2, यो पनि 2। देख्नुहुन्छ 4वटा 2 को नोट छ भने एउटा 10 को नोट। 200 लगाएमा यति चाहिँ फिर्ता आयो। देख्नुहुन्छ कति महँगो रहेछ यो बेङ्गलोरमा चाहिँ। तपाईँ कुन ठाउँदेखि हुनुहुन्छ कमेन्ट गर्नु होला, के कस्तो छ। मेरो चाहिँ यति सामान
बिल चाहिँ यति लम्बा लम्बा आएछ, यति लामो लामो गाइज। यति नै गाइज, यति नै हो बाई।